आज चाहिँ फेरि म 5 बजी बिहान उठेँ। उठेर अनि कस्तो राम्रो लागेको बिहान उठेर अनि उठ्ने बित्तिकै घरसर सफा गरेर कामसाम गरेर नुहाइधुवाइ गरेर पूजापाठ गरिओरी म रेडी। यहाँ हेर्नु न फुलमा पानी पनि हालिओरी कति राम्ररी धुपघन्टीको गन्ध आहाहाहा कस्तो बढिया। अनि अब के गर्नु भनेर बेलकनीमा आएर उभिरहेको थिएँ पानी पर्छ कि भनेर पर्खिरहेको थिएँ। घाम लाग्ला जस्तो पनि हुँदैछ, फेरि पानी पनि पर्छ कि भनेर सोच्दा चराहरू पनि कति मिठो गराइरहेछन्। यता पानी पनि परिहाल्ला जस्तो पनि हुन्छ, कोही बेला फेरि कालो कालो अँध्यारो जस्तो पनि हुन्छ। खोइ के भएको भनेर सोच्दै थिएँ सोच्दै फेरि यता मिसिनमा पनि लुगा हालेका छन्, यता बाल्टीभरि पनि लुगा थुपारेका छन्, लुगा पनि धुनुपर्ने भने सोच्दै थिएँ। अब चिया पनि खान्छु एक कप भनेर सोच्दै थिएँ। सोच्दै अब के गर्नु के नगर्नु भन्दै भित्र आएँ। भित्र आएर पूजा पनि गरेको मैले ठाउँ देखाइदिएँ कि कति राम्रो लाग्दैछ आज फेरि बिहान उठेर। अरू बेला फेरि म 9 बजी 8 बजी उठ्थेँ, आज पनि 5 बजी उठेँ कि म। अनि यसो सोचेँ चिया पकाएरै खानु पर्यो कि भनेर सोचेँ। फेरि अनि यता कि दुध राखेर त चिया खान्छु भनेर सोच्दाखेरि यसो हेरेँ कि आँखा डास्टबिनपट्टि पऱ्यो। डास्टबिन त फ्याँकेकै रहन्छ। अनि अब जानु पऱ्यो डास्टबिन फ्याँक्न, अनि आएर चिया खान्छु। फेरि ग्यास अन गरेर जानु पनि मिलेन भनेर फेरि फ्रिजमा राखिदिएँ दुधलाई। फ्रिजमा राखे पछाडि अनि अब डास्टबिन फ्याँक्न जान्छु। के गर्नु अब आफ्नो डास्टबिन त आफै फ्याँक्नै पऱ्यो। सधैँ फ्याँकेन भने फेरि गनाउँछ रुम, घर पनि राम्रो लाग्दैन, शान्ति लाग्दैन भनेर म निस्किएर डास्टबिन फ्याँक्न गएँ। तल गएर यसो हेरेँ कि कति राम्रो पारेका रहेछन्। यहाँ नभए फोरै पारेर सबैतिर सबै थुक फ्याँकेको हुन्थ्यो। आज फेरि बिहानै बडार कुँडा पारेर सिनिक्क पारेको रहेछन्। अब म गएँ डास्टबिन हुत्त पारेर हुत्ताइदिन्छु। हुत्ताइदिए पछाडि मेरो काम सकिन्छ। झर्को लाग्छ मलाई यो डास्टबिन फ्याँक्ने काम चाहिँ सधैँ फेरि मैले फ्याँक्नु पर्ने। अनि यसो हेरेँ कि बाइदोले पनि यतापट्टि कति राम्ररी तुलसीमालाई पूजासुजा गरिओरी दियो सियो पनि पो बाली छे। अब त पानी पर्न आँट्दैछ, दियो पनि निब्ला भन्ने सोच्दै थिएँ मन फेरि अनि हेर्न बाइदोले कति प्लान्ट रोपेकी छे, कति राम्रा फेरि फुलेका चाहिँ छैनन् तर राम्रो लाग्छ, मन पनि शान्ति लाग्छ यी फुललाई हेर्दाखेरि पनि। अनि यसो गएर म अब ढल्किनु पऱ्यो भनेर सोच्दै थिएँ। ढल्किनको लागि अब अलिकति आराम छ, बेबी पनि उठेको छैन सुतेर भनेर ढल्किन्छु भनेर बाई भन्दै थिएँ। फेरि आवाज सुने पानी पऱ्यो। पानी त परेछ, मैले सोचेको त राम्रै भएछ। अनि पानी परेको अब कति राम्रो लाग्छ नि त होइन हेर्नलाई। अनि म त बाहिर निस्किहाल्छु फेरि पानी परेको छ भने। अनि बाहिर निस्केर यसो नजारा हेर्न राम्रो लाग्छ, कति राम्रो आहाहाहा कति ठन्डा आज त कति ठन्डा लाग्दैछ। गुवाहाटी जस्तो पनि लागेकै छैन आज त। ल बाई बाई।